आजको बिहान बन्टुको लागि निकै विशेष थियो, किनभने आज उसको जन्मदिन थियो। बन्टु खुसीले उठ्यो र सोच्यो, आज सबैले मेरो बुढेस्ती सम्झिएका होलान्। तर जब ऊ मम्मी कहाँ पुग्यो, मम्मीले उसलाई सामान्य दिन झै व्यवहार गर्नुभयो। केकको गन्ध पनि थिएन, न त कुनै बधाईको शब्द। बन्टु मनमा नै अलिक उदास भयो, तर केही नबोली स्कुलतिर लाग्यो। स्कुलमा पनि चन्तु र बुन्नुले केही भनेनन्। बन्टु सोच्दै थियो, सायद सबैले बिर्सेछन्। कक्षामा उसले मुस्कुराउन खोज्थ्यो, तर भित्रभित्रै उसको मन भारी थियो। दिउँसो जब स्कुल टुङ्गियो, ऊ चुपचाप घर फर्कियो, हर्ष र आशाको साटो निराशा लिएर। घर आइपुग्दा ढोका बन्द थियो। बन्टुले बिस्तारै ढोका ढोकेलो। घरभित्र अन्ध्यारो थियो। मम्मी, कोही हुनुहुन्न? उसले सानो स्वरमा भन्यो। त्यो बेला अचानक बत्ती बर्यो र घरभरि हर्षको आवाज गुन्जियो। सरप्राइज! ह्यापी बर्थडे बन्टु! घर रङ्गी चङ्गी गुब्बाराले सजाएको थियो। बीचमा ठुलो केक थियो। बुन्नु, चन्तु र मम्मी सबै हाँस्दै उसको वरिपरि उभिएका थिए। बन्टुको आँखामा खुसीका आँसु चम्किए। साँच्चै उसको जन्मदिन उसले कहिल्यै यति विशेष महसुस गरेको थिएन। र त्यसपछि सुरु भयो बन्टुको मनपर्ने क्षण, केक काट्ने र सबैको साथमा गीत गाउने पल। गीतको सूर्योदयसँगै घर हाँसो र सङ्गीतले भरियो। ह्याप्पी बर्थडे बन्टु, हाम्रो साथी प्यारा। हाँसो र खुसीले भरियो संसार सारा। तिम्रो हाँसो हाम्रो खुसी, रङ्ग भरौ यो जीवन भरि। बन्टु, तिमी हाम्रो खुसीको किरण, सधैँ रहोस् तिम्रो मुस्कान। केक काटो